After almost 3 years, Neymar is back. लास्टको 15 मिनेटको लागि लास्टको 15 मिनेटको लागि जसरी नेमार फुटबल फ्यान चाहिँ तर्सेर बसेको नेमारलाई हेर्नलाई उसको सपना चाहिँ पुरा भयो क्या। लास्टको 20 मिनेटको लागि नेमार पिचमा आएर त्यो गरेर गयो कि जुन चाहिँ लास्टको 80-90 मिनेटसम्म बसेर प्लेयरले गर्न सकेको थियो मलाई। तिमी चाहिँ कसरी बुझ भन्दाखेरि चाहिँ तिमीहरूले चाहिँ खेल्न पाएन फुटबल। तिमी एकदम फुटबल फ्यान हो, तिमी खेल्न पाएन, 1 महिनादेखि खेल्न पाएन आफ्नो नेसनको लागि। लाइक हुन्छ नि कुनै टुर्नामेन्टमा जाने बेला मैले खेल्न पाएन त्यो टाइपको। तिमी चाहिँ सोच होइन। नेमार आफ्नो नेसनको लागि अलमोस्ट 3 वर्ष, 2 वर्ष 8 महिना, अलमोस्ट 3 वर्ष चाहिँ खेलेन। त्यो मान्छेको इमोसन, फ्यानको इमोसन हिजो बेलुका चाहिँ पुरा गरे क्या नेमारले। मेरो केसमा मलाई चाहिँ मेरो बेस्ट फुटबलर भने चाहिँ नो डाउट इट्स नेमर आफ्टर मेस्सी। दे बोथ आर लाइक मेरो लागि दे बोथ आर गोट के। जहाँ चाहिँ मैले यस्तो यस्तो मोमेन्ट क्याप्चर गर्न खोज्छु नि नेमारको, जुन चाहिँ हिजो बेलुका नेमारले दियो। यसमा अब विभिन्न थ्योरीहरू अब जुन अब हुन्छ नि त, अब कुनै बुझ्ने फुटबल बुझ्ने मेन्टल्ली रिल्समा हेरेर फुटबल बुझ्ने मान्छे कस्तो बुझ्छ त त्यसले आएर भन्छ कसरी यो नेमारले के क्यारी गर्न सक्छ। नेमारले के ब्राजिलले लिडर पायो त? एब्सोल्युटली पाएको छ, किन्न पाएको छैन। जसरी हरेक टिममा अर्जेन्टिना, पोर्चुगल, फ्रान्स, स्पेन हरेक टिममा लिडर छ नि, त्यसरी नै अब ब्राजिलमा पनि लिडर छ। नेमारले त्यति इम्प्याक्ट पार्छ। नेमारले कति इम्प्याक्ट पार्छ भनेर यसरी बुझ कि जति इम्प्याक्ट मेसीले अर्जेन्टिनाको नेसनल फुटबल टिमलाई पारेको छ नि, नेमारको ब्याक हुनुले ब्राजिललाई चाहिँ मेसीको भन्दा बढी इम्प्याक्ट पार्छ कि। यसरी बुझ कि यदि कुनै टिममा लिडर्स हुनु र लिडर नहुनुको फरक तिमीहरूले क्लियरली देख्छ अब आउने अपकमिङ ब्राजिलको गेममा। नेमार नै हेर्नलाई जसरी मैले भनेको नि, नसुत। इफ यु गाइज आर, यदि तिमीहरू चाहिँ सुते थियो भने चाहिँ तिमीले चाहिँ बिगेस्ट मुभमेन्ट चाहिँ इग्नोर गर्यो भनौँ न। इफ तिमीहरू चाहिँ रातभरि जागेर नेमारलाई मात्रै हेर्छु भनेर मात्रै उठेको थियो भने तिमीहरूले फुटबल जिते के। थ्याङ्क यू यार भिनी जुनियरलाई सबभन्दा पहिला त कमेन्ट सेक्सनमा थ्याङ्क यू लेख्छौँ मैले। किनभने अहिले जति हाइप पर्छ नि अरू प्लेयरको त्यति हाइप भिनी जुनियरको भएको छैन, जुन चाहिँ भिनी जुनियरको हुनपर्ने थियो। किनकि भिनी जुनियरको तिमीहरूले गेम हेऱ्यो भने भिनी जुनियरले प्रत्येक ग्रुप स्टेजको हरेक म्याचमा गोल हानेकै छ। भिनी जुनियरले थ्याङ्क्स गर्न, माथेस कुनियालाई थ्याङ्क्स गर्न तिमीहरू थ्याङ्क यू भन कार्लो एन्चेलोटीलाई। थ्याङ्क यू कि कार्लो एन्चेलोटी जुन तरिकाले हिजोको पर्फर्मेन्स थियो। हिजोको गेममा के भइरहेको थियो भन्दाखेरि चाहिँ लाइक स्कटल्यान्ड चाहिँ फुटबल खेल्ने आएको थिएन। तिनीहरूलाई थाहा नै थिएन डिफेन्डिङ कसरी गर्ने, अट्याकमा कसरी गर्ने, प्रेसिङ कुन साइडबाट आउँछ, प्रेसिङ गर्दा के गर्नुपर्छ, डिफेन्डिङ गर्दा के गर्नुपर्छ। इभन 2 गोल स्कटल्यान्डको डिफेन्सिभ मिस्टेकले गर्दा खाछ कि केटा, डिफेन्सको मिस्टेकले गर्दा खाछ। अझ ब्राजिलले अझ त्यो पोइन्ट आउट गरेर गोल स्कोर गरे भए 3 होइन 6 गोल हान्थ्यो हिजो ब्राजिलले।